बिहा गर्ने बेला भएन अब अब बिहे गर्ने अब बिहे गर्नुपर्छ तर कहिले हुन्छ थाहा छैन कहिले त मेरो क्वेसन त त्यो हो नि कहिले हुन्छ नि कहिले हुन्छ थाहै छैन अब त्यो बिहे पनि लगन आसी अब बाबा मम्मीले बिहा गर्छ नि भन्नुहुन्न मलाई बुवा मम्मीलाई अब एक प्रकारको अब हुर्किसकेको छोराछोरीको बिहे होस् भन्ने त हरेक बाबा आमालाई हुन्छ चिन्ता पनि हुन्छ होइन अनि मलाई चाहिँ बुवा आमाले चाहिँ त्यो बिहे गर्नै पर्छ भनेर फोर्स साइन गर्नुभएको छैन त्यही भएर छोरी माथि त्यस्तो मात्र बुवा मम्मीले नि बिहा गर्दैन के गर्नु गर्दिन भन्ने मलाई अरूले चाहिँ भन्नुहुन्छ अब गाउँलेहरूले होइन अब हाम्रै कलाकारिता फिल्डको दाइ दिदीहरूले चाहिँ एकदम भन्नुहुन्छ चिन्ता गर्नुहुन्छ समयमा बिहे गर्नुपर्छ त्यो त अरूले चाहिँ चिन्ता गर्ने तपाईँलाई चाहिँ चिन्ता छैन अब चिन्ता त अहिले मलाई कस्तो लाग्छ भने बिहे चाहिँ पहिले गरेर अहिले यो फिल्डमा आएको भए चाहिँ अब एकदम फ्री तरिकाले म अझै लाग्न पाउँथेँ भन्ने चाहिँ लाग्छ मलाई पहिले बिहे गरेर एउटा दुईवटा बच्चाहरू बनाएको भए बच्चाहरू हुर्किँदै जान्थ्यो आफूले काम गर्दै गइन्थ्यो भन्ने जस्तो लाग्छ अब बिहे गऱ्यो भने चाहिँ फेरि बच्चा पछि जन्माउनु पऱ्यो भने एक दुई वर्ष फेरि त्यही टाइम जान्छ होइन अब फेरि बिहेलाई अझै पछाडि धकेल्यो भने अब उमेरले डाँडा काटिसक्यो त्यो कुराको चाहिँ चिन्ता लाग्छ मलाई भनेपछि यसरी बुझौँ न सिधा भाषामा बिहे गर्न नपाएकोमा शान्ता रानीलाई चिन्ता चाहिँ छ बिहे गर्नै नपाएको भनेर त्यस्तो चिन्ता पनि होइन तर मलाई चाहिँ पस्दो चाहिँ बिहे चाहिँ पहिल्यै गर्नुपर्ने रहेछ भन्ने चाहिँ छ अब बिहे त गर्नुपर्छ अब बिहे गऱ्यो भने चाहिँ अब अहिले राम्रो भइरहेको समयमा चाहिँ अब बिहे गरिसकेपछि अब अलि पछि बच्चापछि जन्मला भन्ने पनि अब समय छैन होइन त्यो कुराले गर्दाखेरि चाहिँ अलिकति बिचमा चाहिँ अलिकति समस्या लाउँछ कि जस्तो चाहिँ लाग्छ होइन चिया पनि लिनु होइन अनि हाम्रो ज्वाइँ चाहिँ कस्तो होस् जस्तो लाग्छ अब शान्ता हजुर जस्तै भनेपछि दाइ र ज्वाइँ उस्तै हुनु पर्यो भनेको म जस्तो कालो हजुर कालो हुनुहुन्न नि अहिले त मेकअपले हो नि होइन मेकअपले मात्र सबै कुरा छोप्न सकिँदैन नि त होइन हजुर एउटा मनको सफा हुनुहुन्छ राम्रो हुनुहुन्छ होइन अब यत्रो वर्ष मिडिया क्षेत्रलाई समय दिइरहनु भएको छ होइन त्यही त हो नि राम्रो कुराहरू आफ्नै क्षेत्रको कलाकार नै हाम्रो ज्वाइँ होस् जस्तो लाग्छ अथवा यो क्षेत्रभन्दा बाहेकको भए पनि इट्स ओके भन्ने मैले आफ्नो क्षेत्रकोसँग चाहिँ गर्दिनँ कारण सबैको देखेर अरूको देखेर कारण भन्दा पनि अब आफ्नो क्षेत्रको सबै दाइ भाइ जस्तो लाग्छ के सबै दाइ भाइ जस्तो लाग्छ आफ्नो क्षेत्रको त्यही भएर अलिकति क्षेत्रभन्दा बाहिरको भयो भने चाहिँ अब भन्न पनि अब अन्त सामूलाई भाइ भनिरहेको हुन्छ सबैलाई है अनि